ऐसेलुको झ्यान म गुराँसेबाट फर्किँदै थिएँ। बाटोमा ऐसेलुको झ्याम लटरम्म फुलिरहेको थियो। एकछिनमा पनि पसेँ, रमाइलो। ऐसेलु खाँदै हो, हामी चाहिँ ऐसेलु। आहा, कति गाउँघरको फलफुल। खाइदिउँ न त भनेर एकछिन पसेँ म पनि। मेरो काँक्री बिहारको ठ्याक्क बोर्ड मत्स्य काँक्री बिहार आइयो धेरै। ल भित्र यस्तो छ काँक्री बिहारको मन्दिर देखिरहेछ। चाहिँ इन्ट्री भयो चलियो। कुन राजा थाहा भएन, राजाका पालामा बनेको अरे। छोटा पर्छ। काला जुत्ता टल्कियो। मन्दिर पनि आएको छ। हाम्रो काँक्री बिहारको मन्दिर यही हेर्नुलाई धेरै दुःख गरी सङ्घर्ष गरी आइयो। यहाँ भित्र जान मिल्छ कि मिल्दैन थाहा भएन। सर्व हेरिरहेको छौँ। यस्तो रहेछ। यो फर्स्ट टाइम देखियो। चोट ल हाम्रो चाहिँ मन्दिरभित्रमा जाँदैछु। मन्दिरमा चाहिँ भित्र केसको मन्दिर है, केसको उ छ ठ्याक्क लाएर। हाम्रो यहाँभित्र चाहिँ यस्तो रहेछ। भित्र चाहिँ क्यामेरा ठहराउनु मनाइ छ भन्ने देखाइ छ। यस्तो छ दामी। यहाँ चाहिँ यो चाहिँ पुरै पत्थरको काटी बनाएको हो। म काँक्री बिहारको रमाइलो दृश्य सकेर त्यहाँबाट निस्किएँ भेरीको पुलतिर। हाम्रो भेरीको पुल सुर्खेतबाट लाएर जाँदाखेरि भेरीको पुल कस्तो दामी छ। हाम्रो भेरीको पुलमा पुरै यस्तो दामी पानी परेर लाएर पुरै नदी चाहिँ निलो नदी चाहिँ आज रातो भाषा चाहिँ जेसिबी लागिरहेको रहेछ, बाटो बनाइरहेको रहेछ। कहाँ जाने बाटो खै त्यस्तो बबाल चाहिँ के भयो र। भेरीको पुलको बिचको दामी दृश्य यस्तो छ। लाएर भेरीको पुल यहाँबाट हामी अब सिन्चुतिर निस्किन्छौँ। लाएर यहाँबाट यस्तो दामी दुईतिरवटा आउँछ यहाँ चाहिँ खोला। खतरा हल्लिँदो रहेछ यार। डरै लाग्दो हल्लिँदो रहेछ यार। जेसिबी लागिरहेको रहेछ। जेसिबी त होइन कुन हो क्या। यहाँ कहाँ जाने बाटो रहेछ यार। खतरा हल्लिन्छ त्यहाँ यहाँ त। दामी छ दामी। घुम्न ठाउँ चाहिँ हो है यो चाहिँ। निलो तल गरेर टक्क लगाएर पुल खेल्ने भनेको यहाँ चाहिँ रातो नदी बगेको छ। आज हिजो राति पानी आएर ठ्याक्क खजुरी दिए। खजुरी पनि देखाइदिनु त भने खजुरी दियो होइन बाबाले। खजुरी किन्ने भाइहरू घर कहाँ हो? नमस्कार, मेरो नाम नवराज। बाटोमा आउँदै थिएँ। केही भाइहरूले खजुरी बेचिरहेको थिए। भाइहरूसँग एकछिन गफ गरियो मिठो। अनि खजुरी लिएर आयो। भाइहरू जस रमाइलो रहेछ। एकछिन कुराकानी गरेर सरभर गराएर यहाँबाट म आफ्नो घरतिर निस्केँ। साथीहरू हेर्दै गर्नुहोला। धन्यवाद।